हेलो साथीहरु नमस्कार। आज म तपाईहरुलाई हाम्रो मोबाइल फोनको स्टोरेज कसरी बढाउन सकिन्छ र हामीले मोबाइलको स्टोरेज बढाउनलाई जुन हामीले डिलिट गरिन्छ, डिलिट गर्दा पनि हाम्रो स्पेस देखिँदैन। हाम्रो मोबाइलको स्टोरेज मतलब जतिखेरै फुल मात्रै देखाइरहेको हुन्छ। त्यो हामीले कसरी समाधान गर्न सकिन्छ र त्यो हामीले कहाँ गएर त्यो डिलिट गर्नुपर्ने हुन्छ र हाम्रो स्पेस देखिन्छ। त्यो मोबाइलको हाम्रो स्पेसको समस्या जुन छ हाम्रो स्टोरेजमा स्पेस कसरी हामीले बढाउन सकिन्छ, कसरी त्यो समस्या समाधान गर्न सकिन्छ, त्यसको बारेमा म तपाईहरुलाई सिकाउन गइरहेको छु। साथीहरु प्लिज यो भिडियो स्किप नगरिकन हेरिदिनु होला, किनभने आजको यो भिडियो तपाईहरुको लागि एकदम महत्त्वपूर्ण हुनेछ। किनभने यो जहिल्यै सुकै हाम्रो फोनमा स्टोरेजको समस्या देखिन्छ, हामीले कुनै भिडियो रेकर्ड गर्दाखेरि अथवा कुनै फोटो क्लिक गर्नु पर्यो भने अब पुरानो फोटो र पुरानो भिडियोहरु हामीले डिलिट गर्नुपर्ने हुन्छ। त्यो डिलिट नगरी स्पेसै देखिँदैन। हाम्रो स्पेस जहिल्यै हाम्रो फोनको स्टोरेज फुल नै देखाइरहेको हुन्छ। डिलिट गर्दा पनि हाम्रो डिलिट गरिसकेको हुन्छौँ, कति भिडियोहरु डिलिट गरिसकेको हुन्छौँ, फोटोहरु डिलिट गरिसकेको हुन्छौँ, तर पनि हाम्रो स्पेस देखिँदैन। त्यो हाम्रो स्पेस हामीले कहाँ गएर डिलिट गर्नुपर्ने हुन्छ र स्पेस देखिन्छ, त्यो बारेमा तपाईहरुलाई म सिकाउन गइरहेको छु। साथीहरु यो प्लिज यो भिडियो कन्टिन्यू हेर्नु होला, स्किप नगरिकन हेरिदिनु होला। आज म तपाईहरुलाई यसको बारेमा सिकाउन गइरहेको छु। साथीहरु म तपाईहरुलाई फर्स्टमा मेरो फोनको स्क्रिनमा देखाउन चाहन्छु। फर्स्टमा तपाईहरु के गर्नु होला भनेपछि तपाईहरु क्रोम ब्राउजरमा जानु होला। साथीहरु सुरुमा क्रोम ब्राउजर अन गर्नु होला। यसरी क्रोम ब्राउजर अन गरिसकेपछि हाम्रो यहाँ राइट साइडको कर्नरमा जुन 3 डटको अप्सन देखिन्छ, राइट साइडको कर्नरमा यो 3 डटको अप्सनमा हामीले क्लिक गर्नुपर्ने हुन्छ। यो क्लिक गरिसकेपछि साथीहरु यसरी इन्टरफेस खुल्छ। यसरी इन्टरफेस खुलेपछि यहाँ सेटिङको अप्सन पाउनुहुन्छ तपाईहरु तल्लो साइडमा। सेटिङको अप्सनमा अन गर्नु होला। यसरी अन गरिसकेपछि यस्तो इन्टरफेस खुल्छ। यस्तो इन्टरफेस खुलिसकेपछि साथीहरु यसलाई स्क्रोल गरेर यसरी तल लानु होला, स्क्रोल गर्दै जानु होला। स्क्रोल गरिसकेपछि यहाँ तल्लो साइडमा तपाईहरु अप्सन एउटा पाउन सक्नुहुन्छ। यो साइड सेटिङको अप्सन पाउन सक्नुहुन्छ। यहाँ तपाईहरु साइड सेटिङको अप्सनमा गएर यसरी अन गर्नु होला। यसमा अन गरिसकेपछि यस्तो इन्टरफेस खुल्छ। साथीहरु यो इन्टरफेस खुलिसकेपछि तपाईहरु यसरी स्क्रोल गर्दै तल लानु होला। स्क्रोल गरिसकेपछि तल्लो साइडमा गएपछि तपाईहरु हेर्न सक्नुहुन्छ। तल्लो साइडमा यसरी स्क्रोल गर्दै जाँदा डेटा स्टोरेज भनेर लेखिरहेको छ। यो डेटा स्टोरेजमा हामीले गरेर अन गर्नु होला। यसरी अन गरिसकेपछि यसमा हाम्रो सबै डेटा जति हामीले आफ्नो प्ले स्टोर आफूले जीमेलमा गुगलमा जे सर्च गरेका हुन्छौँ साथीहरु, त्यो सबै यसमा डेटा भएर यसको डेटाहरु बसिरहेको हुन्छ। यो डिलिट भइरहेको हुँदैन। यो हामीले डिलिट गर्नै पर्ने हुन्छ। यसको लागि यो डिलिट गरिसकेपछि मात्रै हाम्रो स्पेस खाली हुन्छ साथीहरु। त्यसकारणले हाम्रो यो कति यहाँ डेटाहरु छ यो सबै तपाईहरु यसरी हेर्न सक्नुहुन्छ। मैले नि डिलिट गरेको छैन अहिलेसम्म। यो तपाईहरुलाई देखाउनको लागि मैले राखिरहेको थिएँ। सो यसमा तपाईहरु यसलाई डिलिट गर्नको लागि यहाँ तल देख्न सक्नुहुन्छ डिलिट अल डेटा भनेर लेखिएको छ। यो साथीहरु यसरी डिलिट अल डेटामा तपाईहरु अन गर्नुभयो भने यो सबै यसमा भएको सर्च जुन तपाईले सर्च गर्नु भएको छ गुगलमा, जीमेलमा, प्ले स्टोरमा सबै यहाँ तपाईको डेटा जति भएको छ यसमा स्टोरेज भएको छ यो सबै डिलिट भएर जान्छ। अनि तपाईको स्पेस एकदम खाली नै हुन्छ। स्पेस खाली देखिन्छ। हाम्रो जुन स्टोरेजको समस्या हुन्छ त्यो स्टोरेजको समस्या हाम्रो यहाँबाट समाधान गर्न सकिन्छ। साथीहरु हामीले आफ्नो मोबाइल फोनको समस्या म्याक्सिमम हाम्रो समस्या यही देखिन्छ। फोनमा कुनै ठाउँमा गयो, कुनै नयाँ ठाउँमा गएर हामीले भिडियो रेकर्ड गर्नु पर्यो भने साथीहरु त्यसमा अब भिडियो रेकर्ड गर्नको लागि हाम्रो स्पेसै हुँदैन, स्पेस फुल भइरहेको हुन्छ। कुनै अब इम्पोर्टेन्ट मोमेन्टको कुनै ठाउँको कुनै नयाँ ठाउँमा पुग्यो अथवा कुनै फोटो क्लिक गर्नु पर्यो भने त्यसमा पनि यही समस्या देखिन्छ। र हामीले मोबाइल फोनले यो समस्या देखाएपछि हाम्रो मोबाइल हामीले रेकर्ड गर्न सकिँदैन, भिडियो रेकर्ड गर्न सकिँदैन। त्यसकारणले साथीहरु यो भिडियो तपाईहरुको लागि एकदम जानकारीमूलक इन्फर्मेटिभ भिडियो बनाएको छु। यो भिडियो तपाईहरुलाई कस्तो लाग्छ साथीहरु लाइक कमेन्ट शेयर गर्नु होला। यदि तपाई मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज यो मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला साथीहरु। हस्, धन्यवाद।